गाइज थोरै भिडियो बनाउँदै हालेको किनभने अब अलिक टाढै गएको पुल देखाउँछु भन्दै थिएँ। अब हाम्रो गाउँको लन्डन ब्रिज नाम नै लन्डन ब्रिज के हो त्यो अगाडि त झगडै भइरहेछ कि के हुँदैछ हो। अगाडिको अवस्था चाहिँ यस्तो छ। झुलुङ्गे पुल चाहिँ यही हो। यहाँदेखि पारी गयो भने चाहिँ सालमा एकचोटि लाग्ने मेला आउँछ, ठुलो लाग्छ। झापा मोरङ सुनसरी धरान जहाँदेखि आउनुहुन्छ थाहा पाउनेहरू चाहिँ सबजना आउनुहुन्छ। के हुँदैछ त्यहाँ? ए पुल बनाएको त ए ल हाम्रो पुल चाहिँ यही हो, देख्न सक्नुहुन्छ। म अहिले अलिक नजिक गएर देखाउने छु। त मैले पुल देखाउँछु भन्दै थिएँ हाम्रो गाउँको। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो पुल चाहिँ यहाँ बाटोबारीदेखि पर बाटो पारीसम्म छ। निकै लामो छ, दामी छ यो पुल। यता बाटोबारीदेखि पर लगभग यो पुल भनेको त 1 किलोमिटरदेखि झन्डै 2 किलोमिटरसम्म होला। हेर्न सक्नुहुन्छ। म अझै नजिक गएर देखाउने छु तपाईँहरूलाई। राम्रो लाग्यो भने भन्नु होला। यो पुल चाहिँ कतिको लामो छ अब हेर्नु होला। साइकलमा यो त झन्डै लडिन्छ। यो त झन्डै 1 देखि 2 किलोमिटरै होला यो पुल त लगभग। दामी छ। अब अलिक नजिक ओर बनायो भने पछि बर्खामा हिलो लाग्छ नि त, हिँड्नु पनि अप्ठ्यारो हुन्छ। त्यही भएर यो पुल चाहिँ वारीदेखि पारीसम्म लगभग 1 देखि 2 किलोमिटरसम्म बनाएको होला। दामी छ। यहाँ चाहिँ बाइकहरू पनि आउट जाउट हुन्छ। यस्तो छ लन्डन ब्रिज। यो पुलको यो झुलुङ्गे पुलको नामै लन्डन ब्रिज। निकै लामो छ नि, भर्खर आधी मात्रै आइँदैछ। त्यहाँ पर खोला मुनि छेउमा चाहिँ भाटाको बाँसको पुल बनाइरहेछ। त्यो पछि बर्खामा खोला बढेपछि त त्यो पुल पनि भत्काइहाल्दो रहेछ क्या। यो चाहिँ पुल हेर्ने साइकलमा अब हिँड्ने कता हो साथी? चिने जस्तो लाग्यो। यसो चिनेको मान्छेहरू पनि आउनु भएको रहेछ। भन्दा पनि कलेज फ्रेन्ड भनौँ न। अझै पनि कटिएको छैन है। लडिन्छ होला भ्लग बनाउनुमा। अझै यस्तो छ नजारा चाहिँ। पछाडि चाहिँ मेरो दाइहरू आउँदै हुन्छ। ल अझै यत्रो लामो छ। एउटा हातले कुदाइदिइरहेको छु। फेरि मैले यहाँ फोन पनि समाउनु पर्यो होइन। गइन्छ होला ब्रेक पनि लाग्दैन त हो फेरि। ल ल ल ल ल ल ल